साथीहरू अर्ग्यानिक टी हबमा चाहिँ अर्ग्यानिक प्रोडक्टहरू आइपुगेको छ। हजुरहरूलाई यदि चाहिन्छ भने लिनको लागि आउन सक्नुहुनेछ। सो यो लोकल आलु है, हिजो भर्खरै खानेर पठाइदिनु भएको। हामीले बनाएर एकचोटि खाएर हेरिसके, एकदमै फर्स्ट क्लास, दामी टेस्टी छ साथीहरू है। आलु टिमुर भयो, त्यसपछि यो मकै, यो गहुँको चामल, यो भटमास चपाउँदाखेरि गुलियो गुलियो स्वाद आउने है। अनि यो सस्ता बोडी साथीहरू होइन, लटक्क आम्मामामा एनर्जी त्यस्तै आउने हो। आहा म त थुकिनिल्यो साथीहरू। अनि साथीहरू यो करु चाहिँ जताततै पाउँदैन साथीहरू। हाम्रो एरियामा पनि, हाम्रो गाउँमा मात्रै एउटै हाम्रो फुबाहरूले मात्रै राख्नुहुन्छ, रोप्नुहुन्छ। यो जताततै यो करु पाउँदैन। हिमालयन गाउँ यो माथि लेकतिर मात्रै हुन्छ साथीहरू। लेकतिर पनि आजभोलि प्रायः जसो कम्ती मान्छेले मात्रै लगाउने गर्छ। यो प्रायः जसोले धेरै जसोले लगाउँदैन साथीहरू है। हेर्न सक्नुहुन्छ यो अर्ग्यानिक चियापत्ती, यो तिनपाते चियापत्ती अर्ग्यानिक, जो हात के भन्छ अर्थोडक्स चियापत्ती, हातले बनाएको। यो किमताङबाट लिएर आएको हामीले, म्याकङ गाउँपालिकाको। अनि यो त्यसपछि आयो साथीहरू, यो चाहिँ कोदोको पिठो है, तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि त्यसपछि करु यो भइहाल्यो, यो फपर होइन। लिएर चाहिँ यसरी चाहिँ हामीसँग चाहिँ यो प्रोडक्टहरू आइसकेको छ साथीहरू। आउनु होला, एकदमै मजाको छ। ठक्कै गणेश हिमालको छेउमा चाहिँ यसरी मैले देखाइरहेको छु साथीहरू।